आज चाहिँ स्कुल जाने बेलामा के भयो स्कुलमा गएर के काण्ड मच्यो भनेर हेर्नको लागि भिडियो लास्टसम्म हेरिदिनु होला। हेलो एभ्रिवान, सन्चै हुनुहुन्छ? म पनि सन्चै छु। म फेरि आइसकेको छु नयाँ मिनी भ्लग लिएर दिप्सने। आजको भिडियो के बारे हो भनेर हजुरहरूले अगाडिको क्लिप हेरेर थाहा पाइसक्नु भयो होला। त्यही भएर ढिला नगरिकन सिधै जाउँ स्कुलतर्फ। बाटोको बिचमा चाहिँ नमिलेको भएर मैले भिडियो नबनाइदिएको, स्कुल गएर बनाएको भतिज निन्द्रामै रहेछ। आज कहिलेको हुँदो रहेछ निन्द्रामा होस् कि जेसीकोमा होस् भनेर हामी चाहिँ फर्स्ट पिरियड पढेर बाहिर निस्केको थियौँ। दुईजना यत्तिकै हिँडिरहेको थियो। ल बिना काममा एकअर्का लड्छ ल किन भने यसो भन्छु, एकअर्काको टाउकोमा हानेर भागेछ उहाँ गएर लडिदिएर ड्याममै। लडिसकेपछि मजा आयो भनेको आयो रे। अनि त्यसपछि मिसले आएर बोलाएन नि हामीहरू चल्यो क्लासतिर। क्लासमा जानभन्दा अगाडि चाहिँ यति भन्छु कि आज चाहिँ सङ्गम आएको थियो। आएकै दिन फेरि लड्ने मान्छेमा पर्ने पनि सङ्गमै हो है। ल यति भन्दै अब चाहिँ सिधै घरतिर जाने बेलामा है त। घर जाने बेलामा चाहिँ अमिस र शुभ सुरुमै गइसकेको थियो। म चाहिँ पेमाला पर्खेर बसेको। सङ्गमहरू चाहिँ अब स्कुलमै बस्छ कि तिनीहरू घर टाढा, त्यही भएर अनि म चाहिँ घर जान लागेको। आज चाहिँ अलिक ढिलो भइरहेको थियो सरले, किनभने अलि धेरै नै पढाउनु भएको थियो कि आज चाहिँ। अनि बाटोको बिचमा पनि त्यस्तो भिडियो गराउनु पाएन। भिडियो फेरि हिजै पोस्ट हुन्थ्यो। हिजो चाहिँ अलिक पानी पनि पऱ्यो, अनि बेलुका चट्याङ के लाग्यो, अनि त्यही भएर वाइफाई नै बन्द भयो, लाइन पनि गयो। त्यसपछि मैले भिडियो बनाउनु पनि पाएन। यति भन्दै अनि आजको भिडियो चाहिँ यतिमै छोड्छु। अबदेखि चाहिँ डेली जस्तो भिडियो आउँछ। यस्तो सोचिरहेको छु कि 7 डे च्यालेन्ज गरौँ भनेर। 7 डे च्यालेन्ज गरौँ कि नगरौँ कमेन्टमा भनिदिनु होला। यति भन्दै आजको लागि बाई बाई, टाटा, सी यू। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला। तपाईँहरूको प्यारो दिप्सने। यति भन्दै बाई बाई।